सबभन्दा ठुलो भाउजू अनि हाम्रो घरको भाउजू। दसैँको दोस्रो दिन हामी जाँदैछौँ कुल्ले। हामी चाहिँ अहिले गाई बिजोक हामी अब आधा बाटो यहाँ यस्तो बिचारी भयो। हामी धन्न हामी हिँडेर आउनु परेन भनौँ न, जे भए पनि कलाकारहरू आउनुहुन्छ होइन। मेरो बधाई आज कति वर्षमा बल्ल मेरो चाहिँ होइन नाता ठुलो के हाम्रो डान्सरहरू आइज। श्री तमो एकता युवा क्लब राइनस नगरपालिका नम्बर 9 कुण्डले लम्जु। पानी पर ओत लाग्दैछ हामी चाहिँ यहाँ। आम्मामा कस्तो देखेको है। कम्पिटिसनहरू हुँदै भएन पनि आजै हुन्छ होला। तर हामी चाहिँ घर जान्छौँ। कुनामा बस्यो उभिनी गाड अरे कि गाड अरे पछाडि चाहिँ ल आजको हाम्रो सबै आइसक्नु भएको छ। मैला र कान्छा उता ठागु दाई त मैला बाबा यता कान्छी भाउजू। भाउजू हेलो मैले भाउजू हेलो। यता हाम्रो दाई उता पछाडि पुन्टीहरू हुन्छ उता पुन्टीहरू लुक्या। कुखुरा के दाई फलो फुलोस्। अब हाम्रो कान्छी भाउजू मैली भाउजूको पालो आयो। अक्टोबर झर्न गएको थियो कि मिरा दिदीले देखाएको भाव यहीँबाट हो भनेर। बोर्ड छ नि बाहुनडाँडा मिरा दिदीले देखाएको थियो। ल अब हाम्रो सबभन्दा ठुलो भाउजू अनि हाम्रो घरको भाउजू। कडा आशीर्वाद दिनु भाउजू। फेरि सँगाल्न गाह्रो होला नि फेरि। लजाउनु भएको ठुलो दाई अनि हाम्रो दाईको पालो आयो टिका लाउने। कति वर्षपछि दाईको हातको टिका लायो। कति वर्षपछि भने त मेरो त फर्स्ट टाइमै होला नि है। पोहोर त थाहै नि दाई त। ल ढोगर दाई ये भिडियो में ठीक आएको छ फोटो में खै कालो कालो आयो कहिले ब्लर आउँछ कहिले बाबुले सिकाउँछ सिकाउँदैन बाबु सर बाबु काका भन्छ उनीहरु त बाबु काका सिकाउँछ बाबु काका सिकाउँछ न काकासँग चाहिँ आउँछ सिकाउँछ अनि जोले माया त्यसले उस गर्छ के बच्चाहरुले
हेलो नमस्ते सबैजनालाई, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि अहिले चाहिँ फेरि दसैँको सेकेन्ड डे, दसैँको दोस्रो दिन हामी जाँदैछौँ कुल्ले। अनि अहिले 2 बजी 2:30 बज्न लागिसक्यो। फेरि सधैँ जसरी हामी प्रोग्राम हेर्न जाँदैछौँ हामी, हाम्रो ग्रुप यता कान्छी हाई हेलो अगाडि उता गइसक्यो होइन। यही 5:30 भइसक्यो, 6 बज्न लागिसक्यो, 43 पो भइसक्यो त। हेलो गाइस, अब हामी जान्न हो कुण्डली। हाम्रो चाहिँ योपालि चाहिँ हामी चाहिँ बसमा गएनौँ किनभने हाम्रो नानीहरू छ नि त, अनि नानीहरू छ, अनि त्यसपछि अनि अब नानीहरू लिएर त्यहाँ हुन्छ बसमा एकदम प्याक फेरि। अनि योपालि चाहिँ हामीले आफ्नै भन्न आइसक्यो। योपालि चाहिँ हाम्रो म्याजिक रिजर्भ गरेको, अनि यति टाइम भयो, अब बल्ल यहाँ 6:30 6:17 भयो। अब अहिले हिँडेर हामी अब टाइममा पुग्छौँ थाहा होइन। हामी जान लागेको चाहिँ कुडुली हाम्रो गाउँ, अनि त्यहाँ चाहिँ अब प्रोग्राम त जे हो 10 बजीबाट सुरु हुन्छ। ढिलो त ढिलो हुन्छ, जे पनि गएर खानसाना खाने, यताउता भेट्ने भेटघाट गर्ने, मथीहरूलाई बाथीहरूलाई भेट्ने गर्दाखेरि चाहिँ अलिकति ठिकै हुन्छ होला सायद। हामी चाहिँ अहिले गाई बिजोक पोहोर धेरै गीत गाएको थियो। आउँथ्यो दसैँ आउन त पहिले नि यस्तो बिजोक भएको थिएन, कहिले नि भएको थियो, तर त्यो गीत अहिले सुट भएको थियो। हामीले माइक म्याजिक रिजर्भ गरेको, तर यो ट्याक्कै आधा बाटोमा आएर चाहिँ हाम्रो यो म्याजिक चाहिँ यो ओह्रालो जान नसक्ने भयो। त्यसपछि जान त सक्छ अरे, तर फर्किँदाखेरि अनि अलिकति धकाउनु पर्ने हुन्छ अरे, खाली आउँछ नि त, त्यही भएर उकालो छ नि त पुरै ठाडै, त्यही भएर त्यस्तो भयो अरे। हामी अब आधा बाटो यहाँ यस्तो बिचाली भयो। हामी अब नानीहरू छ, अब हामी 12-13 जना छन्। अब हामी यहाँबाट हिँडेर जानुपर्ने अवस्था आयो। अब हामी यहाँबाट हिँड्दै यति ठ्याक्क आधा बाटोमा छौँ हामी होइन। अब यो आधा बाटोबाट ट्याक्क हामी हिँडेर जानुपर्छ क्या। अब ट्याक्कै अब 1 घन्टा बढी त लाग्छ होला। हामी अब यति त हामी घर पुग्छौँ। यस्तो भयो कि फेरि हामी बसमा जाने भन्थ्यौँ, खासमा त बसमा जाने भन्थ्यौँ। अनि बसमा फेरि के भयो भने नानीहरू थियो, नानीहरूलाई अलिकति सिटी नपाएको कि यस्तो प्याक भयो। अनि हामी त उभिएर जान्थ्यौँ कि, अनि फेरि होइन अब रिजर्भ गरेर जाऊँ न त जस्तो लाग्यो। म्याजिक रिजर्भ गरियो, बेकार भयो। दिन भयो कति हो होइन जान्छ गाडी लानी रे इतनी खुशी क्यों यार क्यों कहिले त फेरि लान्न भन्छ, कहिले त फेरि जान सक्दैन भन्छ, कहिले फेरि लैदिन्छ भन्छ। हुन त फेरि यस्तो भयो कि अब ऊ पनि अहिलेसम्म आएको छैन अरे यो बाटो म्याजिक लिएर। अनि त्यसपछि हामीले पनि त लाग्यो कि अटोहरू पनि जान्थ्यो, अटोहरू गएपछि त जान्छ जस्तो लाग्यो, त्यही भएर हामीले ल्यायौँ। गल्ती उसको पनि छैन, हाम्रो पनि छैन। अहिले चाहिँ के भन्नु नि लानुहुने रे, लानुहुन्छ अरे, तर फर्किने बेलामा चाहिँ अनि सकेन भने माथि उक्लाउनु सकेन भने चाहिँ 2-4 जना आउनुपर्छ है भन्नुभयो। तर मान्छे पाउँछ रातभरि केटाहरू अहिले बल्ल घर आइपुग्यौँ। अनि म्याजिक चाहिँ फर्स्ट टाइम आएको रहेछ होइन यहाँ। अनि यस्तो झ्याउ पनि भयो, धन्न हामी हिँडेर आउनु परेन भनौँ न, जे भए पनि। अनि अब तल प्रोग्राम हुँदैछ, सुन्नुभयो तपाईँले गीत सुन्नुहुन्छ होला होइन, अहिले सुन्नुहुँदैन। तल चाहिँ गीत बज्दैछ, प्रोग्राम सुरु भइसक्यो किनभने 7:30 बढी भइसक्यो। अब हामी अहिले आयौँ, अब हामी 3-4 जना हाम्रो मथेको बाथेको घरतिर टिका लगाउनु जानुपर्छ, यहाँ टिका लगाउनुपर्छ। अनि टिका लगाएर खानसाना खाएर हामी प्रोग्राम जान्छौँ, 10 बजीबाट सुरु हुन्छ। अनि यहाँ चाहिँ विशेष यसपालि चाहिँ अब राजु पर्या दाइ आउँदै हुनुहुन्छ। अनि यहाँको विशेष भनेको चाहिँ के हो भने डान्स कम्पिटिसन हो। यसपालि चाहिँ 25,000 थियो होला सायद, यसपालि 30,000 छ है। डान्स कम्पिटिसनको मेन विशेषता भनेको डान्स कम्पिटिसन। अनि यहाँ एकदम लोकप्रिय एकदम कलाकारहरू आउनुहुन्छ होइन, गायकहरू आउनुहुन्छ, त्यही छ कि विशेषता चाहिँ यहाँको चाहिँ। अनि अझै मान्छेहरू अलिक कम छ अहिले, एकदम कम छ किनभने बल्ल 8 बज्न लाग्यो है। अनि राति किनभने हाम्रो यहाँको चाहिँ के हुन्छ भने रातभरि प्रोग्राम हुन्छ कि, यहाँ रातभरि प्रोग्राम हुन्छ होइन। अनि डान्स कम्पिटिसन पनि 2टा राउन्ड हुन्छ। फर्स्टमा सिलेक्ट गरिन्छ होइन, आफैले नै आफ्नै तरिकाले नाच्ने, आफ्नै गीत सिलेक्ट गरेर नाच्ने हुन्छ। अनि सेकेन्ड भनेको चाहिँ जजेसहरूले नै गीत दिनुहुन्छ। अनि त्यो गीतमा चाहिँ प्रतियोगीहरूले चाहिँ त्यो गीतमा नाच्नुपर्ने हुन्छ, जजले दिएको गीतमा नाच्नुपर्ने हुन्छ। अनि त्यसपछि अनि रातभरि 12-1 बजीसम्म 1-12 कुकुर नगम गएछ 2-3-4-5 बज्छ कि बिहान कम्पिटिसन पुरा त्यो फाइनल हुनाले त्यस्तो हुन्छ। अनि यहाँको विशेषता चाहिँ यही छ, रातभरि रमाइलो हुन्छ। यसपालि हामी ठाकु म कान्छी त्यसपछि हाम्रो भान्जा भान्जी नै आएको छ है, रमाइलो हुनेवाला छ यसपालि चाहिँ।
कान्छीले चाहिँ ठुली आमालाई गिफ्ट दिनुभयो है। ओहो मन पर्यो यो नि चलिरहेको थियो। कस्तो राम्रो छ नि यो। हामी फुपू घरमा आइसक्यो। अब फुपूले टिका लाउँदैछ हाम्रो दाइलाई। फुपू यता हेर्दा ल मेरो बधाई आज कति वर्षमा बल्ल टिका लाउनु पायो। खुसी छ। के बनाउने भागी माने भएर बेसरी पैसा कमाएर तेरो बुवा आमालाई राम्रो नि हेल्थ राम्रो भएर बुवा आमालाई राम्रोसित पाल्नु पर्छ है। झर्यो बाघ भागी माने भएर बाघ झर्यो। आऊ छोरी आऊ ल छोरी कम छोरी पाइदैन ए उठ्नु बदली पो हुँदा छोरी कहाँ पो भिडियो बनाइराखेको त मेरो यसपालि चाहिँ बुजु बनाऊ है। ओके बाबा रे थाहा थियो मलाई दे भन्नुहुन्छ बुजु बनाऊ राम्रोसित मेरो मैले भने नि न बुझ्यो मेरो राम्रोसित मेरो भाइ बुवाले राम्रोसित हेर्ने मेरो भदरले राम्रोसित हेर्ने है। अनि आफूले पनि त हेरेन अरेको आज अनि हेर्नु पर्छ तर अर्कोलाई मात्रै के उलाई नि भन्नु पर्दैन। राम्रो हो रोग ब्याग नहो। अब फुटो नसुलु ल यसपालि मङ्सिरमा मेरो बदनीको भतेर खानु पाएँ। यो आज ल्याएको भन्दा पनि खुब भयङ्करको लुङ्गी लगाउनु पाएँ। खुसी हुन्थ्यो भनेको मुन्नीको नि यस्तै हुन्छ। हामीले चाहिँ अब यहाँ मथिनेर नि ल्यामानेर नि टिका लगाइसक्यौँ। हामीलाई हेर्नुहोस् अनि यता हेर्नुहोस् दुईजना सुनिता उसको डबल मेकअप यता मेरो भन्दा डबल मेकअप त गइसक्यो उहाँ सुनिता बी हामी माथि तल बाथे ठुलो बाबा ठुली आमानिर अनि यता हाम्रो ठुली आमानिर टिका लगाएर अब हामी जाँदैछौँ प्रोग्राम हेर्नलाई। दिदी हामी यहाँ कान्छी आयो कान्छी यता नानीहरू छ अनि प्रोग्राम हेर्न जान्छ अब हामी चाहिँ। अनि अब यसपालि त सकेसम्म रातभरि बस्ने कोसिस गर्छौँ। अब सकेन भने त ठिकै छ त्यही पनि कोसिस चाहिँ जारी छ। पोहोर अब रातभरि कहिले पनि अब प्रोग्रामको त्यो अन्तिममा फाइनलै हेर्न पाएन कि हामीले चाहिँ। अनि त्यही भएर चाहिँ यसपालि चाहिँ फाइनली हेर्यौँ भन्ने सोच छ। यहाँ तल चाहिँ प्रोग्राम भइरहेको हाम्रो चाहिँ। अनि अब हामी चाहिँ यहाँ घर आथ्यौँ एकछिनको लागि। अब हाम्रो ग्रुप चाहिँ फेरि यहाँ अगाडि एकजना हुनुहुन्छ नाइके कान्छी आउँथ्यो दसैँ आउन त पहिले नि यस्तो मजा भएको थिएन कहिले नि। अगाडि हुनुहुन्छ एकजना नाइके अगाडि हुनुहुन्छ यहाँ कान्छी हाम्रो दुईवटा नानीहरू दिदी अनि हाम्रो भान्जा पछाडि अनि म अँध्यारो हो के त हामी चाहिँ अहिले प्रोग्राममा आइसक्यौँ। माथि गएर आवाज नै आउँदैन होला मेरो। अब माथि गएर अलरेडी त्यस्तै उस भयो नि त भिडियो बनाउँछ होला म यहाँबाट। अब यस्तै भिडियो बनाउँछ यहाँबाट मेरो आवाज नै आउँदैन माथि गयो भने। यसपालि त झन् हजुर सुनिता गुरुङ 21 सुरेश हजुर हजुर चिने सुरेश भनेको नि हजुर यसपालि त मान्छे त कम हो कि के हो के त्यही त गाई मेरो चाहिँ होइन नाता ठुलो के उहाँ चाहिँ मेरो के पऱ्यो भन्यो नि होइन मलाई फुपू भन्नुहुन्छ कि उहाँले चाहिँ। हाम्रो डान्सरहरू है त। अनि यहाँको विशेषता चाहिँ यही छ कि यहाँ कम्पिटिसन हुन्छ। अब मेरो आवाज आउँदैन स्वागत छ तिमीलाई फेरि मेरो भ्लगमा। अनि त सुबी हाई अनि हाई सुबी ऊ नानी चाहिँ पोर्ने आउनु भएको है ऊ त हाम्रो गीतको मोडल पनि हामीसँग
यू सो मच लास्ट नजारा यो दिल की चोखो छ मेरो मायाको यो हो नि माया धेरै धेरै धन्यवाद छ धेरै धेरै सम्मान छ एकचोटि यहाँहरुकै छोरो चेलोको प्रस्तुति कस्तो लाग्यो एकचोटि जोरदार ताली बजाइदिनु होला राम्रो लाग्यो पनि ल सबैको हात माथि हुनु हाम्रो कुडुलेको युवा साथीहरु कता हुनुहुन्छ हात उठाउनु त आहा लाउरे दाइहरु कता हुनुहुन्छ यता हुनुहुन्छ है धन्यवाद खुसी लाग्यो श्री तमो एकता युवा क्लब राइनस नगरपालिका नम्बर 9 कुडुले लमजुङ बेले छ्याबतरीकै मलाई शुभकामना म यहाँहरुको आशीर्वाद थप्न आएको छु एकचोटि कुडुलेको हात माथि चाहियो हो धन्यवाद उडी मायो पुतली फररा निष्ठुरी रहेछ खै त हो गुरुले मलाई खुसी लाग्यो आज यो क्लब यस्तो राम्रो क्लब भव्य क्लब सभ्य क्लब मैले लमजुङमा धेरै ठाउँमा क्लबको कार्यक्रम गरेको छु त्यसै मध्येमा उत्कृष्ट मध्येमा मेरो नजरमा यो तमु एकता युवा क्लब पनि परेको छ यहाँहरूलाई बधाई छ सधैँ राम्रो गर्नु होला म तपाईहरुको साथमा छु रहिरहनेछु र अर्को कुरा मैले सम्झिन पर्ने हुन्छ आजका प्रमुख अतिथिज्यू जिल्ला समन्वय समितिका संयोजक यसै गाउँका मेरो आदरणीय दाजु पूर्णबहादुर गुरुङज्यू त्यस्तै गरी अध्यक्ष डिजन गुरुङज्यू संस्थापक अध्यक्ष होमबहादुर गुरुङज्यू लगायतका सम्पूर्णलाई सम्मान छ सांस्कृतिक संयोजक राजु श्रेष्ठज्यू सुरक्षाकर्मी मित्रहरू यानि कि नेपाल प्रहरीका साथीहरू आउनु भएको छ उहाँहरूलाई मेरो सम्मान छ असी छ एकदम आभारी छु सञ्चारकर्मी मित्रहरू सबैमा मेरो आभार छ र आज मेरो भाइ म एकदम चिन्तित हुन्छु कहिलेकाहीँ कता जाँदाखेरिमा धेरै जिल्लाका धेरै कलाकार साथीहरू भेटिन्छ लमजुङका भाइ बहिनीहरू अलि कमै मात्रामा देख्ने गरेको छु कलाकारिता क्षेत्रमा एउटा तारा उदाएको छ तापनि त्यो ताराको नाम हो प्रशान्त तामाङ हैन तपाईहरुको मेरो आफ्नो जिल्लाको एउटा गौरवको रूपमा लिएको छु प्रशान्तलाई प्रशान्त भइरहनुपर्छ है किनकि बाबा आमाहरूको आशीर्वाद थापेर साथीभाइहरूको माया लिएर संसारभरि फैलिरहनु पर्छ प्रसाद तामाङको नाम भन्ने लाग्छ त्यस्तै गरी मेरो भान्जी सङ्गीता बहिनी विनिता यहाँहरूलाई मेरो सम्मान छ र अब म धेरै नबोलिकन मैले जहाँ जाँदा पनि फेरि सोध्ने एउटा राम्रो पक्ष भनौँ या नराम्रो पक्ष भनौँ मैले साउन्ड सिस्टम सोध्दै गर्छु कस्तो छ साउन्ड सिस्टम भनेर सोधिराखेको थिएँ आजुजीहरूलाई चितवनबाट आउँदैछ दाइ भनेपछि म ढुक्क भएँ एकदम खुसी लाग्यो साउन्ड सिस्टमलाई मेरो आभार छ अब म ढिलै भए पनि बडा दशैंको शुभकामना सहित यहाँहरूको लागि कुडुले गाम मैले एउटा गीत पनि यहीँ आएर के भनौँ भएको थिएँ उद्घोषक हुनुहुन्छ मन्जु गुरुङज्यू तीर्थ गुरुङ सर यहाँहरूलाई सम्मान छ मान्छे मरेपछि स्वर्ग जान्छ भन्छन् तर म मरेको छैन स्वर्ग पनि गएको छैन त्यसरी थाहा छैन हैन त्यस कारणले म यदि कसैले स्वर्ग जाने कुरा गर्छ भने लमजुङको कुडुले गाउँ जाऊ भन्नु पर्ला हो जिन्दगीमा स्वर्ग हेर्ने भने लमजुङको कुडुले जानु भन्नु पर्ला त्यसै कारणले मैले एउटा गीत बनाएको छु ओ स्वर्ग हेर्ने मन भए ठुले मेरो एउटा ठुले भन्ने साथी छ ओ स्वर्ग हेर्ने मन भए ठुले लैजाउँला नि लमजुङको कुडुले ओ स्वर्ग हेर्ने मन भए ठुले लैजाउँला नि लमजुङको कुडुले यो गिफ्ट प्रशान्तलाई है यो गीत प्रशान्त गाउनुपर्छ ल अहिले भने मेरो आमाहरू आउनु भएको छ अघि मैले फोटो खिच्ने क्रममा मेरो दाइ चामबहादुर गुरुङज्यूको घरमा हामीले नास्ता गऱ्यौँ दाइको धेरै न्यानो आतिथ्यता पायौँ दाइको परिवारप्रति मेरो सम्मान छ उहाँकै भाउजू अहिले विदेशमा हुनुहुँदो रहेछ दाइले एउटा दुःखको कुरा गर्नुभयो बाबु छोरा पाए अर्कैको छोरीलाई छोरी पाए अर्कैको छोरालाई
बुढाबुढी मात्रै यो बुढेसकालैमा भन्नुभयो अनि मुटु छोयो होइन। एकचोटि हो भने ताली नत्र गाली पाउनु होइन। मेरो जिल्ला लमजुङमा आएको छु, म मक्ख छु आज, एकदम खुसी छु। आमाहरू आउनु भएको छ, आमाहरूले फोटो खिच्नुभयो, आशीर्वाद दिनुभयो, आमाहरूप्रति आभारी छु। आमा तपाईँको छोराहरू कतिपय विदेशमा हुनुहुन्छ होला, सम्झिनुहोस् यो दसैँ कसरी मान्यो होला छोराले, तर छोरा जहाँ भए पनि छोरी जहाँ भए पनि बाबा आमा त सम्झिरहन्छन्, बाध्यताले बिर्सेको हुन आमा, रहरले होइन। धन्यवाद धन्यवाद धन्यवाद। गुरुङ समाजमा हुर्किएँ, मगर समाजमा हुर्किएँ, ब्राह्मण समाजमा घुलमिल भएँ, सबै समाजमा म नजिक हुने मौका पाएँ, त्यसैले त यहाँहरूको माया पाएको छु जस्तो लाग्छ। अब निकट भविष्यमै बालकाशी गुरुङज्यूको स्वरमा मेरो सिर्जना र मेरो स्वर रहेको एउटा गुरुङ गीत बजारमा आउँदैछ, सायद लोसारको सिरोफरीमा छ। त्यो गीत यहाँहरूको लागि मैले गुरुङ कल्चर सबै कल्चरलाई उति सबैलाई सबै जात जातिले उत्तिकै सम्मान गर्छु। म एउटा गीत मेरो आफ्नै पीडाको गीत छ, मैले भन्ने गर्छु। टह टह घाम लाग्दै थियो, टह टह घाम लाग्दै थियो, तिमीले अकस्मात रात सोध्यौ माया। टह टह घाम लाग्दै थियो, तिमीले अकस्मात रात सोध्यौ माया। हाम्रो माया पनि त बिस्तारै बिस्तारै अगाडि बढ्दै थियो, तिमीले किन जात सोध्यौ माया, तिमीले किन जात सोध्यौ। फुलमा मौरी डुल्ने बेलामा बाटोमा सुरु गरेर आउन चाहन्छु। एकचोटि जोरदार तर खोइ त हो गुरुले। एक नारायण भण्डारीजीको सिर्जना मद्वारा गाइएको फुलमा मौरीबाट म सुरु गर्न अनुरोध चाहन्छु। पुरानोबाट नयाँमा प्रवेश गर्ने नै छु। घुम्न पर्यो कालो क्याब घुम्न पर्यो अझै कालो क्याब घामले पनि खोज्यो जुन सीता थाहा छैन जान्छ खुसीत मायामै खोलेको रहेछ संसार खोज्यो जुन सीता थाहा छैन
अब घेराबन्दी लाउनु पर्यो घेराबन्दी खै 1 2 3 4 आउटपुट नम्बरिङ अब म विनम्र आग्रह गर्छु यताबाट यो लाइनबाट हात माथि उठाइयो क्यामेरा माया एउटा कि दुईटा घरबार एउटा कि दुईटा मेरो भाइले भने त घरबार एउटा कि दुईटा हो त्यसो भए लालु पाते ढुक्यो भुइँतिर लगाइदिनु होला लालु पाते त्यस पछाडि म पुरानो र नयाँ मिक्समा हान्ने छु लास्टमा पञ्चे बाजामा बिहा हरूलाई त दहीमा चिनी हामीलाई भने पानी नदिने लालु पाते ढुक्यो भुइँतिर बीचमा नाच्ने खै दाइहरु भाइहरु घुमी घुमी नाचिदेऊ खाना यही जीवनको सम्झना लालु पाते ढुक्यो भुइँतिर
छोरी गुल्मीहरूका खाँची लमजुङको इज्जतको लागि पनि हात चाहिँ हानै पर्छ है क्यामेरा प्लिज प्रशान्त अझै 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 काउन्ट है काउन्ट 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 घुम्यो है घुम्यो म यो काउन्ट गर्छु डान्स विशेष गीत हो स्टेप बिगार्नु भएन स्टेप 1 2 3 गो हाय त हो कुनुले एकचोटि हात ए ओ ए ता दर्शक भाइको ज्यान घरमा हेर
भाइ उठेपछि मात्रै हेर्नु मात्रै उठेपछि सङ्गीत नाच्नै पर्छ 88 किलो हाम्रो मेरो भदा है मेरो भदा सुशिक्षित गराएको थियो साथसाथै पानी परेको त यही बस्नु पऱ्यो एकछिनको लागि पानी परेको पानी परेर ओत लाग्दैछ हामी चाहिँ यहाँ अलि पानी परेर र यति टाढोबाट धेरै परबाट यो अँध्यारोमा बढी खेल्दै यो गीतमा पहिले नाचिसकेको कि कुण्डले गाउँमा बगैँचामा फुला तिम्रो लागि त मनङ्गे दाइ आउनुपर्छ हो यो गीतमा त जाऊ न माया जिन्दगी साउँदै नाच्नु नाच्नु तिमी साउँदै जाऊ न माया जिन्दगी बिसाउँदै तिमी साउँदै जाऊ न माया जिन्दगी बिसाउँदै तिमी साउँदै जाऊ न माया जिन्दगी बिसाउँदै नानीले तिम्रो बानीले वा One hour later. अहिले चाहिँ 1 बज्यो अनि त्यसपछि अब भोक त लाग्ने भयो अनि 1-2 घन्टा चाहिँ पानी परेर लाइन गएको भयो 1-2 घन्टा चाहिँ पानी परे लाइन गयो अनि अहिले चाहिँ हामी 1 बजे खाजा खानाले भोक लागेर आएको यहाँ मादल बजाउन लाग्छ नानीले 1 बज्यो नानी जाने कि मादल बजाउन 10 बज्यो छोरे साँच्चै भनेको ल बजाउन गीत त तिमीलाई कुन आउँछ साँच्चै आउँछ त्यति भने आउँदैन यतिकै ल्या लाइन गयो नि हामी त त्यो भवन घरभित्र यस्तो नाचियो कि मामा कस्तो देखेको है जस्तो आगो बाल्दै जस्तो देखेँ कि उताबाट हेर्नु पानी परेर मौसम यस्तो पुरै कुहिरो लाग्यो 2 बज्ने बेला कुहिरो कस्तो खतरा लाग्यो आमा पुरै कुहिरो लाग्यो पानी परेर
2:30 बढी भइसक्यो। हामी चाहिँ सायद अब पानी पर्या भयो नि त, अनि अब यो प्रोग्राम क्यान्सल हुन सक्ने सम्भावना छ सायद। अब कम्पिटिसन जुन चाहिँ मेन थियो त्यो मेन कम्पिटिसनै हुने चान्सै छैन, किनभने पानी परेको छ। यस्तोमा डान्स गर्ने उसै हुँदैन। अब 2:30-3 बज्न आयो। अब सब घरतिर जाँदैछन्। अब कम्पिटिसन हुँदैन होला, आजको क्यान्सल भइहाल्छ। आजको प्रोग्राम चाहिँ क्यान्सल भइसक्यो पानीले गर्दा, झरीले गर्दा। अब सबैले यस्तो पानीमा नाच्ने कुरा नि हुँदैन, गाउने कुरा नि हुँदैन, र अरू नाच्ने बस्ने अडियन्सहरू बस्ने कुरा नि हुँदैन कि त। अँध्यारोमा देखेँ यसो गर्दाखेरि त फ्ल्यासले गर्दा आँखै देख्दैन कि अगाडि त छिटो नगरी। अनि त्यही भएर हामी चाहिँ अब यस्तो पाराले अब प्रोग्राम हुँदा जस्तो लागेन। त्यही भएर चाहिँ हामी जाँदैछौँ घरतिर आराम गर्नलाई। गाइज यहाँ तल चाहिँ भवन घर र गुड मर्निङ सबैजनालाई। अनि आज दसैँको तेस्रो दिन प्रोग्राम भएको भोलिपल्ट। अब प्रोग्राम चाहिँ क्यान्सल भइहाल्यो है हिजो, सायद लगभग क्यान्सलै भइहाल्यो, किनभने हामी आइसकेपछि केही आवाज त्यस्तो आएन होइन। किनभने यस्तो पानीमा नाच्ने उस गर्ने कुरा नि हुँदैन। अब क्यान्सलै भइहाल्यो। सायद त्यो प्रोग्राम आज सञ्चालन हुन्छ कि जस्तो लागिरहेको मलाई चाहिँ। सायद त्यो प्रोग्राम आज गर्छ होला। कम्पिटिसन झन् हुँदै भएन, त्यो नि आजै हुन्छ होला। तर हामी चाहिँ घर जान्छौँ, हामी घर जानुपर्ने हुन्छ। अनि अहिले चाहिँ पानी पऱ्यो यस्तो जाडो भइरहेको कि आज फेरि। यहाँ माथि हेर्न मौसम आमा पुरा कुहिरो माथि गइरहेको क्या। पानी परे छ गाइस हिजोदेखि रातिदेखि। कस्तो लाग्यो त हजुरलाई पहिलो प्रोग्राम हेर्न आउनुभएको? म त अलवेज सेम हो, खासै रमाइलो पनि हुन्न। हामी चाहिँ नाच्ने उफ्रिने हुन्छ, उहाँ चाहिँ त्यही हो कुनामा बस्यो उभिने गाड अरे कि गाड अरे पछाडि चाहिँ। अनि उहाँ चाहिँ पछाडि बसेर गाड अरे कि। अनि पछि सोधेको मैले रमाइलो भयो भनेको त होइन, किन के रमाइलो गर्ने, म त हेर्नुपर्छ नि, यताउता प्रोटेक्ट गर्नु पर्यो। पर्सनल गाड अरे हेर्नु परेन। अब खाएको हुन्छन् केटाहरू। अब नाच्नु तर रमाइलो भयो। रातिमा लाइन गएर होइन, लाइन गएर त्यो घरभित्र बसेको हामी, भवन घरभित्र धरि हामी नाच्नु थालेको थियौँ कि स्पिकर बजाएर। रमाइलो भयो। फोटो खिचौँ भनेको गाइस ल है। यता पनि त यहीँसम्म यहीँ राम्रो न चाहिँ गाडी गङ्गा देवै छप्रोसी अनि दुर्गाले मोलेसी घरपाले झुरासी भन्छ खोइ बर खोइ पल्ट छ बर खोइ हजुर बाबु त होइन गाडी हो तिम्रो खुट्टो मैले त चन्द्रमा दैलो भएका खुट्टो खेच्नु नलाओस् टाउको पुग्नु कष्ट हरण भई राजा दैने छोरा र छोरी अब उठिसक्यो उसको त माथि संसारी ग्रह राव ग्रह मङ्गला ग्रह हरण भई भन्दै छाप्न मात्रै बाँकी छ। सुनाइ मेरो आज घरले छोरा छिटो पाइ सन्तान ठिचो जान्थ्यो गाडी गइराख्नु पनि यहाँ रोक्छ कि भान्जी आउ त म आशी दिन्छु जाने एकचोटि भान्जी आउ त यता भान्जी छ म आशी मात्रै दिन्छु है। जय विष्णु जय विष्णु उनी टेका लाउँदैन तिनीहरू अनि तिम्रो टेका लाउँदैन जानु तपाईँ भागेर जान्छ रोक्नु त ए टिका छैन होला टिका छैन हरण भई राजा गएन होला जा त तिमी हिँड्नु पर्छ है
मेरो भान्जी है पहिले भनेपछि रोक्थ्यो होला म फुल पनि दिन्न तिमीहरू म एउटा आशीर् मात्रै दिन्छु है नमस्ते गरे बाजेले ओ नाति आइज आइज नातिले त के दिनुपर्छ गाडा दिनुपर्छ त्यो खास बिग्रेर है हो अलि राम्रो झुक्का लाग्छ नि बिचरा जय बिनु जय अर्को मोटो बाजे जस्तै अनि तिमी बोल्दाखेरि संसारै गरा राव गरा माउ गरा हरण भाइ राजा दैले इष्ट दैले चन्द्रमा दैले अनि गङ्गा देवै छापवासीको अनि धुपाले मनिसी बत्ती बल्पाले झुरासी अनि त्यो कोमरम सेवा बाम खुसी लोक खुसी गर्छु चुप्रेसी मारे हिँड्नु बोल्नु है छैन अनि जब पवाइयो खुसी गर्नु राति गाडा त्यो पनि गाडा खै त्यो पाले पनि जय दुर्गे दुर्गा भवानीको टिकालाई पीठ कष्ट हरण भई राजा दैने इष्ट दैने चन्द्रमा दैने भारती बाबाको आशीष दिनुहोस् तिम्रो आशीषले बाबाले दिनुहोस् अनि तिमी बोल्दाखेरि जान परिवार खुसी होस् यो बोल्दाखेरि जान परिवार मलाई यहाँ खुसी हुनुपर्छ है बाबु चाबा मेरो छोराको त राम्रो छ नि हाम्रो बुहारी भरले छोरा है मैले भनिसकेँ मेरो भनाइ के मेरो भनाइ यो गराउँछ बिग्री गरे